स्कुलमा नानीहरूको एडमिसन खुलेपछि प्रिन्सिपल र टिचरहरूको प्यारेन्ट्ससँग बोल्ने तरिका। नमस्कार, वेलकम वेलकम। हजुरलाई हाम्रो स्कुलमा स्वागत छ। हजुरले आफ्नो नानी साह्रै राम्रो ठाउँमा ल्याउनु भएको छ। हामी सबै नानीहरूलाई पर्सनल्ली ह्यान्डल गर्छौँ। हामी नानीहरूको रुचि बुझेर अभिरुचि बुझेर काम गर्छौँ। हजुर ढुक्क हुनुहोस्, नानी हाम्रो जिम्मेवार। स्वागत छ सर। प्रत्येक नानीको हामी राम्रोसँग ख्याल गर्छौँ। टिचरहरू पनि माया गर्ने खालको हुनुहुन्छ, केही चिन्तै नलिनु, घरै सम्झिँदा हुन्छ। चिया 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 खाएर जानुहोस् अनि खानासाना खाँदा पनि हुन्छ। तपाईँ हामी नै हुन्थ्यो मिलेर काम गर्ने। नानी ल्याउनु भयो, अरू छिमेकीका छन् भने पनि नानी यतै लिएर राखिदिँदा हुन्छ। 2 दिनमा नानीहरूले प्रगति गरेर यति माथि पुग्छन्। इङ्ग्लिस त फरर बोल्छन्। स्कुलमा नानीहरूको कम्प्लेन्ट लिएर जाँदा प्रिन्सिपल र टिचरहरूको प्यारेन्ट्ससँग बोल्ने तरिका। तपाईँहरू प्यारेन्ट्सहरू कुरै बुझ्नुहुन्न। आएर स्कुलमा गनगन गरौँ। हामीले व्यवस्थापन त गरेकै छ नि, कति गरौँ यहाँभन्दा। एकतिरको नानी मात्रै हो र सबैतिरको नानीले हामीले सम्हाल्नुपर्छ। बुझिदिनुहोस् न प्यारेन्ट्सले पनि। हामीले मात्रै एकतर्फ मात्रै गरेर हुन्छ। हो त सर, एकजना मात्र भए पो कति विद्यार्थी छन्, कहाँ प्रत्येकलाई हेरेर साध्यै हुन्छ त। त्यही त, अब हामीले कोसिस गरेका छौँ। हजुरले चित्त बुझाउनु पर्यो नि त। अब यसमा आफ्नो नानीले आफूले पनि ख्याल गर्नु पर्यो। घरमा होमवर्क गराउनु पर्यो, कहाँ हामीले मात्रै स्कुलमा गरेर हुन्छ त।